हेर्नुहोस् गाइस, हामीले यहाँ आज कटहरको सब्जी पकाएको पनि यो कटहर काट्दैछौँ। कटहरलाई हो यसरी छिन्नुपर्छ। पहिला सुरुमा यसरी छिन्ने, यसरी छिनेपछि चाहिँ सजिलो हुन्छ। हजुरले तेल लगाउनु होला है। सुरु हामीले तेल लगायौँ, तेल लगाएर यसरी छिन्ने। हो यो भागलाई अलिक गाह्रो हुने थियो गाइज काट्नु। मम्मी हाँस्नु भयो गाइज। अहिले त मजाले छिल्ने थियो, त्यसैले गाह्रो हो गाइज। हेर्नुहोस् गाइज, यसरी मजाले छिलेपछि कटहर हजुरले किन्दाखेरि अलि हरियो देखेको कटहर किन्नुभयो भने त्यो कटहर अलिक मिठो हुन्छ है। हुन्छ नि त, कहिले मिठो भयो कहिले मिठो भएन भन्ने हुन्छ नि। अलि हरियो देखेको कटहर तपाईँहरूले किन्दाखेरि त्यसरी उ गर्नुभयो भने सब्जी पनि एकदम मासुलाई फेल खान्छ गाइस। गाइस ल फेरि तेल लाउँदै हुन्छ मेरो मम्मीले मिक्सी लाउनु भयो गाइस, त्यही भएर मैले देखाएको छैन है। गाइस यसो बिचबाट चिर्ने पहिला, त्यसपछि यसरी। मैले युट्युबमा धेरै हेर्न खोजेँ पहिला सुरुमा नआउँदाखेरि है, यो कटहर काट्ने तरिका भनेर पकाउने मात्रै तरिका देखेको, काट्ने तरिका कहिले देखिएन कि। त्यही भएर मैले चाहिँ जानेको व्यक्तिसँग ल्याएर यसरी काट्ने तरिका जानेपछि अरूलाई पनि सजिलो होस् न भनेर यसरी काटेपछि चाहिँ अब भइहाल्यो। चिरपाट जाने है गाइस। त्यसपछि यसलाई यसरी राखेर एकतिरलाई यसरी काट्ने गाइस। यसरी काटेपछि काट्ने तरिका हाम्रो रेडी भयो। यति अहिले यति पकाउने गाइस, एकैचोटि पनि मिठो हुँदैन। कस्तो क्या आएको भिडियो काटेर राखिदिनु पर्छ तिमीले फेरि नाना गरेर पकाउँछौ। अस्तिको मैले आफै काटेको त होइन हो, आफै काटेको थिएँ मैले। तासेर मात्रै यस्ता टुक्रा गरेर छोडिदिएको थिएँ। अहिले ठुल्ठुला पक्ला पक्ला गरेर फाइनली हामीले यति पकाउने हो गाइस। यति चाहिँ बचिला है काटेर राख्ने भनेर।